अब राम्ररी बाटो काट्नुहोस्। खिचेको रहेछ पछि अजुनभरि सप्ताहहरूको मान हाल्यो। तिमीले मेरा लागि घुमाइरह्यो जादु जीवनभरि। दिदीको फेसबुकमा जब देखेँ तिम्रो तस्बिर, ओहो मलाई कठिन भइरहेछ, सास लिन बन्द भए चाहिँ लाग्दैछ रगत बग्न। मलाई बिजुमा बोकेर तिमीले दौडी दौडी जादु घुमाएको सम्झे। उमेरका 5-6वटा केटा चढेपछि मलाई जादु हँसिली राखेर तिमीले सुत्केसरी याद कथा सुनाएको। तिमीले मालतीको कथा सुनाएको सम्झिए। सक्दैनस् बाबु, कलिलो हातमा ढेला हुन्छ। बरु म तिमीलाई एउटा कथा सुनाउँछु, ध्यान दिए सुनास्। धेरै वर्ष अघि एउटा राज्यका राजकुमारले सपनामा अत्यन्तै सुन्दर राजकुमारी मधुमालतीलाई देखे। निन्द्रा बिउजेपछि राजकुमारीलाई खोज्न गए। बाटोमा एक साधुले हुन एउटा वायु पङ्खी घोडा लिए। हावाको गतिभन्दा छिटो उड्ने त्यो घोडा मनले चिताएका ठाउँमा पुर्याइदिन सक्थ्यो। जब जादु घुमाउन सक्ने भए तब मेरै जीवनको चक्र त्यही जादु चाहिँ पनि घुमिरह्यो र म उड्नु पर्यो साससँग। जाँदैछु म है विदेशमा, धन कमाइल्याउने आशैमा। नरोहे आमा आमा, म आउँछु 2-4 वर्षमा। मलाई ढोकाको घाँस माथि राखेर तिमीले ओकाली ओह्राली गर्यौ र तिम्रो ढाड उब्रियो। मलाई सधैँ सुखमा राखेर तिमीले हातमा ठेला उठायौ र तिम्रो भाग्यरेखा मेट्यो। अब त फेर्नु पर्थ्यो तिम्रो दैनिकी, तर दिदीले लेखिन् फेसबुकमा, आमाको पृथ्वीमा दुःख कमाउँछन् अझै पनि। मैले यहाँ दुःखले कमाएको पैसाले म जन्मेको घरको दैलो खोटेन छ। चिसमिसैमै गएर ल्याएन छ पानी बदेराबाट। गोठको भकारो पालेन छ, घाँस काटेन छ खोरियाबाट। दाउरा ल्याएन छ जङ्गलबाट। सोच्थे मैले यति कमाएपछि अब त तिम्रा दुःखहरू यसै सकिएला।
अल्सरले बितेको बुवाको झोलको पनि कम हुँदै गयो। बचेराहरू ग्रुप छोडेर जानका लागि जन्मन्छन्, तिमीले चित्त बुझायौ। आमा, यता म फसेको छु जीवनको दलदलीमा, जति निस्कन खोज्छु त्यति नै जोडले भाँसिँदै जान्छु तल, अझै तल, झनै तल। धेरै ढिला गरेर आत्मसमीक्षा गर्दैछु। आमा, मैले तिम्रा लागि केही सोचेन छु, मैले सोचेन छु आमा। तिम्रो दमको रोग, आँख खस्ने बिमार र जातोसँगै एक्लै बदलाएर बाँच्नुपर्ने त्यो एउटा जिन्दगीको बारे। पासपोर्ट, भिसा वा पिआरको चक्कर लगाउँदा लगाउँदा घर, गाडी र सम्पत्तिको किस्ता तिर्दा तिर्दा मैले बिर्सेछु दुनियाँको सबैभन्दा प्यारो काखलाई। 9 महिना कोखमा राखी तिमीले बितायो मलाई यो संसारको जति कठिन परिस्थिति आए पनि तिमीले हुँदैनौ आमा, केही पनि तिम्रो माया र ममता। आमा, छुट्टीको दिन जब आकाश चिर्दै उडिरहेको जहाजहरू देख्छु, सोध्छु यीमध्ये कुनै जहाज मेरो देशमा पनि पुग्छ। जब हल्ला गर्दै उडिरहेको कराइन कुरुम देख्छु, सोध्छु यिनीहरूको लस्कर मेरो गाउँमा पनि पुग्छ। म त्यो जहाजको एक यात्री पनि बन्न सकेनछु, म त्यो बथानको एक चरा पनि बन्न सकेनछु। आमा, दिदीको फेसबुकमा जब देखेँ तिम्रो तस्विर, म मानि पुग्लिएको जाँतो चाहिँ भएको छु, म मानि पुग्लिएको जाँतो चाहिँ भएको छु। आमा,